आज चाहिँ सेयर बजारले निकै नै उछाल हानेको छ है। तपाईँहरूले देख्न सक्नुहुन्छ, यहाँ हेर्नु होला नेप्से इन्डेक्स 57.55 अङ्कले बढिसकेको छ, जुन भनेको 2.12% हो। त्यसै गरी अरू सब इन्डेक्स पनि ब्याङ्कको, हाइड्रो पावरको, फाइनेन्सको त्यसरी नै बढेका छन्। त्यसै गरी आज भोल्युम देख्न सक्नुहुन्छ 13 अर्ब 78 करोडको भोल्युम आइसकेको छ। र त्यसै गरी कम्पनीले सर्किट हान्ने क्रममा पनि 10 भन्दा बढी कम्पनीले चाहिँ 10% भन्दा बढीको सर्किट 10%को सर्किट हानेका छन्। त्यसै गरेर लुज गर्ने कम्पनीमा चाहिँ एकदम थोरै छन् र तिनीहरूको हाइएस्ट लुज भनेकै जम्मा 4.94% मात्र छ। त्यसै गरी आजको चाहिँ हाइएस्ट कारोबार भनेको चाहिँ अङ्खुखोला जलविद्युतले गरेको छ, जसको चाहिँ 16,68,00,000 किता सेयर कारोबार भएको छ। अनि टर्नओभरको हिसाबले पनि यसकै छ, जुन भनेको चाहिँ 43 करोड